नमस्कार, टिच फर नेपाली युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण विद्यार्थी मित्रहरूलाई म स्वागत गर्न चाहन्छु। सदा चाहिँ तपाईहरुले माया गरेर मैले विभिन्न किसिमका भिडियोहरू बनाउने गरेको छु। तपाईहरुले नि धेरै स्टुडेन्टहरूले मन पराउनु भएको छ। सर यो बनाइदिनु भन्नुहुन्छ। तपाईले छानेका टपिक्सहरु नि म बनाइदिन्छु। त्यो पनि तल कमेन्टमा लेख्दा पनि हुन्छ। सर यो टपिक्स बनाइदिनु भन्दा म छिटो त्यो टपिक्सहरु नि बनाइदिन्छु। मैले पढाएका भिडियोहरू तपाईलाई सजिलो लाग्यो, यतिको म पढ्छु भन्ने लाग्यो भने पक्कै पनि शेयर गर्नु होला, सब्स्क्राइब पनि गर्नु होला। सब्स्क्राइब गर्दाखेरि तपाईलाई नयाँ भिडियोको चाहिँ नोटिफिकेसन पनि आउँछ र शेयर पनि गरिदिनु होला। त्यो शेयर गर्दाखेरि के हुन्छ त भन्दाखेरि गाउँ बस्तीमा भएको, दुर्गम ठाउँमा भएको तपाईहरु त धेरै साथीहरु त सुगममा पनि हुनुहुन्छ, मसँग क्लासमा पनि पढ्न पाइरहनु भएको हुन्छ, म पूर्वदेखि पश्चिमसम्म पढाउन गएको हुन्छ। तर केही साथीहरु घरमै बस्नु भएको हुन्छ, जो चाहिँ आर्थिक अवस्थाले पनि अलि अप्ठ्यारो परिरहेको हुन्छ। त्यस्तो साथीहरुलाई सहयोग गर्नलाई भए पनि पक्कै पनि यो भिडियो चाहिँ एकचोटी शेयर गरिदिनु होला। हामीले यो सिरिजको टाइप 1 टाइप 2 पढ्यौं। अब त्यस्तै टाइप 3 तीनटा किसिमको हुन्छ। त्यो तीनटा किसिम जाने चाहिँ क्वेशन जता घुमाउँदा नि कुरा चाहिँ एउटै हुन्छ। टाइप 3 मा चाहिँ हामी के पढ्छौं त भन्दाखेरि यसको ABB CC 15 टर्म यस्तो किसिमको चाहिँ सिरिज हामी पढ्छौं। तपाईले यस्तो क्वेशनहरु त धेरै प्र्याक्टिस सेटमा देखिसक्नु भएको छ, बुकहरुमा नि यस्तो क्वेशन धेरै जति देख्नु भएको छ। कति साथीहरुले गर्न जानि पनि सक्नु भएको छ होला, कतिलाई यही क्वेशन चाहिँ कस्तो दिक्क लाग्दो क्वेशन, कस्तो क्वेशन हो भन्ने पनि भएको छ होला। त्यो कुराहरु म सबै सहज बनाउँछु, नातिन होला है। यस्तो क्वेशन यो र यो अघिल्लो क्वेशनमा हामीले के गर्यौं, n+1/2 सूत्र प्रयोग गर्यौं, हामी ट्याक्क एन्सर निकाल्यौं। कति क्वेशनहरु त प्र्याक्टिस गरेर डाइरेक्ट एन्सर भन्न पनि सकिन्छ यो भन्दा अघिल्लो दुईटामा। तर यसमा चाहिँ के हुन्छ त भन्दाखेरि अघिसम्म हाम्रो क्यापिटल अल्फाबेट हुँदा क्यापिटलै थियो, स्मल अल्फाबेट हुँदा स्मलमै थियो। तर अहिले हामीसँग के छ त हेर्नु त, स्मल क्यापिटल, स्मल ए क्यापिटल ए, स्मल ए क्यापिटल ए, स्मल बी क्यापिटल बी, स्मल ए क्यापिटल ए, स्मल बी क्यापिटल बी, स्मल सी क्यापिटल सी। स्मल अल्फाबेट र क्यापिटल अल्फाबेट दुईटै दोहोरिएर आइरहेछन्। यस्तो अवस्थामा हाम्रो त्यो n+1/2 सूत्र प्रयोग हुँदैन, त्यसले ठ्याक्कै एन्सर दिदैन के, किनभने यहाँ अल्फाबेट त दोहोरियो नि त, डबल भइसक्यो। अघिसम्म हामीसँग 15 अल्फाबेट हुन्थ्यो भने अहिले हामीसँग 30 अल्फाबेट हुन्छन्। अघि हामीसँग 25 हुन्थ्यो भने अब हामीसँग 50 हुन्छ, किनभने सानो ठुलो दुईटै आइसकेको छ। हो यस्तो अवस्थामा हामी कसरी गर्छौं, या अघि हामीले सिकेका ती दुईटा भन्दा बाहेकका जस्ता क्वेशन आउँदा पनि मैले जे सिकाउँछु अब सिकाउने मेथड प्रयोग गर्नु होला छिटो गर्नलाई। यसको चाहिँ कस्तो हुन्छ त भन्दाखेरि 50औं स्थानको अल्फाबेट पत्ता लगाउनुहोस् भनेर सोध्यो भने, सेमेस 50औं स्थानको सोध्यो भने या त्योभन्दा बढी सोध्यो भने सोधिएको नम्बरको नजिकको संख्यासम्म हामीले पत्ता लगाउन जान्नु पर्यो। नजिकको संख्या चाहिँ पहिला सुरुमा पत्ता लगाउन जान्नु पर्यो। नजिकको संख्या पत्ता लगाउन हामी के गर्छौं, सुरुमा एबीसीडी को यो प्याटर्न बुझ्छौं, कसरी यो अल्फाबेट अगाडि बढेको छ यो प्याटर्न चाहिँ बुझौं। एबीसीडी को अल्फाबेटमा ए हुँदासम्म सानो ए ठुलो ए हो। अब बी को पालामा आउँदा के भयो, यति बुझ्नु पर्यो, सबै सिरिज आउँछ, यति बुझेपछि पुग्छ। ए को पालामा स्मल ए क्यापिटल ए पछि पालो बी को, बी आउँदा के भयो, सानो ए ठुलो ए, सानो बी ठुलो बी, सबै दोहोरिया छ कि छैन यो बुझ्नु पर्यो। र बी पछि सी को पालामा के भएको छ ल भन्ने यसरी छुट्याउन जान्नुपर्छ। स्मल ए क्यापिटल ए, स्मल बी क्यापिटल बी, स्मल सी क्यापिटल सी, सानो अल्फाबेट ठुलो अल्फाबेट सबै दोहोरिया छ कि छैन छ। सी भन्दा पछाडि डी आउनलाई के आउनु पर्यो, सानो ए ठुलो ए, सानो बी ठुलो बी, सानो सी ठुलो सी, सानो डी ठुलो डी, सबै दोहोरिँदै जानु पर्यो। हो यसरी हामीले अब 50 को नजिकको संख्या पत्ता लगाउनलाई के गर्छौं त भन्दाखेरि एबीसीडी को यो सिरिजमा ए हुँदासम्म कतिवटा अल्फाबेट थियो त, संख्या चाहिँ कतिवटा थिए हो। ए को पालामा कतिवटा छन् त, यहाँ दुईटा अल्फाबेट छन्, एउटा स्मल ए छ, एउटा क्यापिटल ए छ। अब बी को पालामा कतिवटा अल्फाबेट हुन्छ त हामीसँग हेर्नु है, यहाँ हेर्नु यति 4वटा अल्फाबेट छ नि, 1 2 3 4। सी को पालामा कतिवटा अल्फाबेट छन् त हामीसँग 6वटा अल्फाबेट, 1 2 3 4 5 6। यसरी हामीले यो लेख्न जान्नु पर्यो। अल्फाबेटको संख्या छुट्याउन जान्नु पर्यो। सुरुमा हामीले के गर्छौं त, अल्फाबेटको संख्या छुट्याउन जान्छौं। अल्फाबेटको संख्या छुट्याउन जानिसकेपछि अब हाम्रो काम के हुन्छ, यो दुईटा नम्बरहरुको डिफरेन्ट कतिले बढेको छ, सबै नम्बरहरु एउटै डिफरेन्टले अगाडि बढ्छ अल्फाबेटहरु। 2 4 6 2 2 ले बढ्यो नि, 2 4 6 2 2 ले बढ्यो भने यसपछिका अल्फाबेटहरु सबै ती के हुन्छन् त 2 2 ले नै बढ्ने हुन्छन्, सबै एउटै प्याटर्नले हुन्छ। यहाँ 3 3 ले बढ्यो, अब त्यो 3 3 ले नै बढ्दै जान्छ, 2 2 ले बढ्यो, सधैँ 2 2 ले बढ्दै जान्छ। त्यसपछि डी ले हामी सिधै कति लेख्न पाउँछौँ, सी 6 हो भने डी कति हो त 8, ई कति हो त 10, एफ कति हो त 12। यसरी अल्फाबेटको संख्या के हो त, सबै अल्फाबेटको संख्याहरु यो 2 2 ले बढ्दै गयो, एउटै प्याटर्न हुन्छ, ध्यान दिनु होला। यहाँ नजिक 3 ले बढ्यो भने अरु लेखिरहनु पर्दैन, सबैले 3 3 ले बढाइदिएको, 2 ले बढ्यो भने 2 2 ले बढाइदियो। अब यसरी लेखिसकेपछि अब हाम्रो काम के हुन्छ भन्दाखेरि यी अल्फाबेटहरुको लेखिएको यो नम्बरहरु जोड्दै जाने। यी नम्बरहरु जोड्दै कहाँसम्म जानु पर्छ भन्दा 50 को नजिक पुगिन्जेलसम्म जोड्नु पर्यो।
कहाँसम्म गइसकेपछि 50 नजिक पुग्छ ल जोडौँ हेर्नु यो 2 र 4 जोड्नुभयो 6 6 र 6 12 यो तीनटा जोड्नुभयो 12 12 8 20 20 10 30 30 र 12 जोड्दा कति आयो त 42 42 आयो हैन यो 42 50 नजिकको संख्या भयो कि भएन भयो र यो 42 कुन अल्फाबेट सम्म जोड्दा आछ त्यहाँ ध्यान दिनुपर्छ अन्तिमको अल्फाबेट कुन छ यहाँ चाहिँ यो 42 आउनलाई एफ यो अन्तिमको एफ सम्मका नम्बरहरु जोड्दाखेरि 42 आयो भन्नुको अर्थ यो 42 मा के पर्छ त एफ पर्छ यो थाहा पाउनु पर्यो हामी इम्पोर्टेन्ट कुरा त्यो 50 नजिकको संख्यासम्म जोड्दै जाने अन्तिममा कुन अल्फाबेट सम्म जोड्दा 42 आयो त भन्दाखेरि एफ सम्म जोड्दाखेरि 42 आयो अब एफ पछि पालो के को जी को र त्यो जी कसरी लेख्ने भन्ने कुरा माथि हेर्ने फेरि ए भन्दा पछाडी बी कसरी लेख्यो हेर्नु सानो ए ठुलो ए सानो बी ठुलो बी बी भन्दा पछाडी सी कसरी लेख्यो सानो ए ठुलो ए सानो बी ठुलो बी सानो सी ठुलो सी त्यसो भए एफ भन्दा पछाडी जी कसरी लेख्ने त त्यो जी लाई पनि सानो ए देखि ठुलो जी सम्मै लेख्दै जानु पर्यो जस्तै सानो ए सानो बी ठुलो बी सी सी डी डी ई ई एफ एफ जी जी यसरी लेख्दै जानु पर्यो यो अल्फाबेट भन्दा पछाडी यी अल्फाबेट कसरी लेख्ने भन्ने कुरा एकचोटी माथि दिमाग घुमाउने यो ए भन्दा पछाडी बी कसरी भएको छ यति बुझे पुग्यो अरु केही गर्नु परेन ए बाट बी आउँदाखेरि कसरी आयो सानो ए देखि ठुलो बी त्यसो भए एफ बाट जी पनि सानो ए देखि ठुलो जी सम्म आउने भयो एफ भन्दा पछाडी जी कसरी आउने भयो त सानो ए सानो बी ठुलो बी सानो सी ठुलो सी डी डी ई ई एफ एफ जी जी गर्दै जाने अन्तिमको यो एफ कहाँसम्म यो 42 कहाँसम्म जोड्दा आथ्यो एफ सम्म भन्नुको त यो एफ भने कति हो त 42 हो त्यसो भए 43 44 45 46 47 48 49 85 ल 50 मा कुन आयो डी डी पनि क्यापिटल डी डी हामीसँग दुईटा छन् त्यो दुईटा डी मा हाम्रो आन्सर के हो त क्यापिटल डी नजुकिनला साथीहरु एक्जाममा दुईटै डी राख्दै हुन्छ अप्सन ए मा डी अप्सन बी मा डी आन्सर कुन हो यो डी होइन नि फेरि हेर्नु यहाँ चाहिँ ख्याल गर्ने क्यापिटल डी फेरि डी भनेर हतार हतार फेरि स्मल डी लाउनु होला फेरि आउला भन्दा बाहिर एक्जाम हलबाट बाहिर आउँदा गन्दा जोडेर मिलेको तर आन्सर चाहिँ नमिलेको हुन्छ